विकास भन्ने नाममा त यो विकास भन्ने शब्द हजुर त्यसको परिभाषा नै हामीले फेरि गर्नुपर्ने छ, पुनर्परिभाषित गर्नु छ जस्तो लाग्छ। अग्ला अग्ला बिल्डिङ हुनु, जटिल तरिकाले बनाइएका संरचना हुनु, होइन, आधुनिक इन्जिनियरिङ सबै गाउँठाउँ सबै चाहिँ कुना गन्धराहरूमा पुग्नु, त्यो मात्रै विकास होइन। र सबभन्दा ठुलो कुरो मानव खुसी। सुख त हामीले किन्न पनि सक्छौँ, तर खुसी किन्न चाहिँ सक्दैनौँ। हामीले हाम्रा गाउँठाउँहरूमा पुग्दाखेरि साँच्चै अमेरिकाको न्युयोर्क भनौँ अथवा काठमाडौँ भनौँ, नेपालको जापानको टोकियो भनौँ, होइन, फ्रान्सको पेरिस भनौँ, ती ठाउँहरू यी सहरहरू बरु दुःखी देख्छु क्या। होइन, हाम्रा गाउँठाउँ कुना कन्दरा, होइन, जहाँ धेरै साधन स्रोत देखिँदैनन्, धेरै आधुनिक विकासका केही कुराहरू पुगेको छैन, तर आफ्नोपन, आफ्नो जीवन छ क्या। होइन, हजारौँ वर्षदेखिको उहाँहरूको आफ्नो वासस्थानहरू छ। होइन, ती वासस्थानहरूको आफ्नै इन्जिनियरिङ छ, कुनै आधुनिक इन्जिनियरिङ पुगेको छैन। हरेक हातमा सिप छ, होइन, हरेक घरको आँगनमा कारखाना छ, हरेकको घर वरपर, होइन, सम्पूर्ण हिसाबले लगभग पूर्ण र खुसी जीवन छ क्या। त्यो पूर्ण र खुसी जीवनलाई हामीले विकासको नाममा हस्तक्षेप गरिदिएर विनाश गर्नु हुँदैन जस्तो लाग्छ। यति कुरा हो कि केही हाम्रा विविध कुरीति कुसंस्कारहरूको कारणले विभिन्न खालका विभेदहरू छन् हामीसँग। त्यो विभेदको जुन कलङ्क छ त्यसलाई हामीले हटाउनुपर्छ। त्यसलाई कानुनबाट एउटा हटाउन सकिन्छ, अर्को चाहिँ जागरणबाट मात्रै हटाउन सकिन्छ। त्यो फेरि ती दुर्गम ठाउँहरूमा छँदा पनि छैन। वास्तवमा अलिकति सुगम भइसकेका ठाउँहरूमा पनि त्यो जुन ती विभेदहरू त्यहाँ पनि पुगेको छ। कहीँ कहीँ त मैले यस्तो पनि देखेको छु कि हाम्रो नेपाली समाजका सामाजिक विभेदहरू, कुरीति कुसंस्कारहरू, होइन, बोइङ चढेर विदेश पनि पुगेका देखिन्छ। होइन, एकदमै बडा भयङ्कर आधुनिक भनिएका सहरमा बस्ने हामी यहीँबाटै गएका मान्छेहरू त्यहाँ पनि ती मान्छेको बिचमा विभेद त्यहीँ पुर्याएको पनि देखिन्छ। उनीहरूको विभेदमा भिसा लागेको देखिँदैन, उनीहरूको खालि पासपोर्टमा मात्रै भिसा लागेको देखिन्छ। त्यो भएको हुनाले यो कुरा त हामीले चेतनाबाटै हटाउनु पर्ने देखिन्छ। र भौतिक विकास होइन, मानवीय विकास भनौँ, मानवको चरित्रमा विकास, संस्कारमा विकास, यो चाहिँ विकास हो। त्यसैले त्यो विकासको लागि हामीले धेरै काम गर्नु छ। मैले पछिल्लोदेखि विकासका नाममा विभिन्न खालका कुरीति कुसंस्कार थपिएका पनि छन्। अहिले भने एउटा चाहिँ भ्रष्टाचारको मुख्य कुरा भनेकै आधुनिक विकासको नाममा जताततै डाँडाकाँडा तोडफोड गरेर हाम्रो प्रकृतिको दोहन पनि भइरहेछ। केही मान्छेहरूले भ्रष्टाचार गर्ने, उनीहरूको जो गर्ने काम त्यहीबाट पनि गरिरहेछ। त्यो छैन, प्रकृतिलाई धेरै नबगारिकन प्रकृतिसँग हामीले अनुमति मागेर प्रकृतिलाई डेकोरेसन गर्नु छ जस्तो लाग्छ कि। प्रकृतिलाई हामीले सुन्दरीकरण गर्नु चाहिँ छ, तर धेरै भत्काउनु पर्ने चाहिँ छैन। त्यो भएको हुनाले म जहिले पनि चेतनाको विकास मुख्य हो, जागरणको विकास मुख्य हो जस्तो लाग्छ। भौतिक विकास दोस्रो हो। भौतिक विकासलाई भन्दा पनि हामीले चेतनाको विकासलाई चाहिँ ध्यान दिनुपर्छ। भविष्यका कर्णधार भनेका बालबालिकाहरू हुन्। अहिले हाम्रो बालबालिकाहरू हजुरलाई थाहा भएकै कुरा हो, उनीहरू सामाजिक सञ्जाल अथवा हाम्रो यो विद्युतीय माध्यममा एकदमै नकारात्मक क्रियाकलापहरू यसको मिसयुज गरेको जस्तो कता कता देखिन्छ। होइन, साथै उनीहरू अहिले सानै उमेरदेखि नै एउटा गर्लफ्रेन्ड बोयफ्रेन्ड भएर, होइन, एउटा बाल विवाह भनौँ न, चाइल्ड म्यारिज गर्ने पनि देखिएको छ। सँगै हाम्रा युवा वर्गहरू तपाईँको चुनावको बेलामा पनि उनीहरू के यो लागु औषध प्रयोग गरेर सवारी साधन चलाउने, जो दिन्छ त्यहीँ जाने, यो हुल पनि तपाईँ हामीले देखेकै कुरा हो। यो स्पष्टसँग तपाईँ हामीलाई थाहा छ, अधिकांश है, फेरि सबैले भन्न त नमिल्ला, उनीहरू लागु औषधमा पनि व्यापक रूपमा फँसेको देखिन्छ। यो विषयमा चाहिँ अलिकति हजुरको विचार चाहिँ, व्यक्तिगत धारणा के छ? मेरो आफ्नो व्यक्तिगत धारणा के छ भने यो एकदमै चिन्तालाग्दो अवस्था छ, किनकि हाम्रा भविष्यहरू त्यसरी बिग्रेको त बर्बाद हुने स्थिति देखिन्छ। मैले त्यो देखेँ पनि। होइन, कतिपय मेरा साथीहरू जो चुनावी मैदानमा हुनुहुन्छ, ठुला खालका पार्टीहरू, ठुला खालका नेताहरू, होइन, ठुलो समूह लिएर जान चाहनुहुन्छ, त्यो भित्र पनि हाम्रा केही चाहिँ युवा साथीहरू हिँड्नुभएको, अब उहाँहरूको अवस्था पनि एकदमै तपाईँले भने जस्तै मैले देखेँ। मलाई डर के भयो भने चुनाव सकिएको भोलिपल्ट, होइन, अब श्रीमान आफ्नो श्रीमतीज्यूकोमा सद्य अवस्थामा पुग्छ कि पुग्दैन, होइन, अब श्रीमतीज्यू आफ्नो श्रीमानकोमा सद्य अवस्थामा पुग्नु छ कि पुग्नुहुन्न, कोही छोराछोरीहरू आफ्ना बाआमाकोमा सद्य अवस्थामा पुग्छन् कि पुग्दैनन्, यो चाहिँ मलाई एकदमै चिन्ता लाग्यो। र मैले आफूले यहाँको प्रहरी प्रमुखज्यूलाई यदि मसँग कोही युवा साथीहरू आउनु भए पनि थियो, तपाईँसँग यात्रा गर्छौँ भनेर, मैले उहाँहरूलाई के भने सबभन्दा पहिले तपाईँहरू 3 दिनको मेडिटेसन क्लास लिएर आउनुहोस्। म चाहिँ मेडिटेसनको लागि अनुरोध गर्छु, कोही मेडिटेसन गुरु हुनुहुन्छ कि जिल्लामा, म खोजी गर्छु भने मैले। तर दुर्भाग्य त्यस्तो खालको भरपर्दो मेडिटेसन गुरु मैले भेट्न सकिनँ। र उहाँहरू भाइ बहिनीहरूलाई उहाँहरूसँग अलिकति मैले चेक गर्दाखेरि
उहाँहरूको पनि बिचरा त्यस्तो खालको अवस्थामा भएको अनुमान गरेँ मैले र उहाँहरूलाई भने कि तपाईँ आफ्नो बाआमाहरूसँग बस्नुहोस्, आफ्ना परिवारसँग बस्नुहोस्, परिवारको अनुमति लिएर यात्रा गर्नुहुन्छ भने ठिक छ, तर अब त्यो नगरौँ हामीले भनेर 3 दिनको मेडिटेसन क्लास नगरेसम्म मेरो टिममा नहिँड्ने भनेर मैले केही भाइ बहिनीहरूलाई घरै बस्न अनुरोध गरेँ। उत्साहका साथ उहाँहरू आउन चाहन्थ्यो, भोलिन्टियरली आउन चाहनुहुन्थ्यो, उहाँहरूको नियतमा केही पनि कमजोरी थिएन। तैपनि मैले तपाईँले भने जस्तै त्यस्ता खालको कुनै कुलतको नजिक हुनुहुन्छ कि भन्ने अनुमान भएको हुनाले मेरो लागि मेडिटेसन क्लास अनिवार्य छ। र यो किन हो भने भोलिको दिनमा पनि हाम्रा युवाहरूलाई जोगाउनको लागि हाम्रो त्यो घोषणापत्रमा पनि छ, हाम्रो केन्द्रीय घोषणापत्रमा पनि छ कि हाम्रो समाजलाई अब शान्ति चाहिएको छ, सद्भाव चाहिएको छ, विभिन्न खालको कुलतहरू विहीन समाज हामीले निर्माण गर्नुपर्ने भएको छ। किनकि हाम्रो भविष्यको पुस्ता, भविष्यलाई हाँक्ने पुस्ता त्यस्तो अवस्थामा भयो भने त हाम्रो भविष्य बर्बाद हुन्छ, हाम्रो जिल्लाको, हाम्रो देशको भविष्य बर्बाद हुन्छ। त्यो भएको हुनाले त्यस्ता खालका मेडिटेसन क्लासहरू, त्यस्ता खालका सद्भाव र त्यस्ता खालका चेतनाका अभियानहरू चल्नुपर्ने भएको छ। र हाम्रा युवाहरूलाई अझ अहिलेको युवा त यो छ भने भोलि भनौँ अहिले यही वर्ष जन्मिने युवा अबको 18 वर्ष पछाडि 22औं शताब्दीको लागि हाम्रो उपहार हो। र अब जन्मिने बच्चा अबको 18 वर्ष पछाडि कस्तो हुनुपर्छ हैन, त्यो हिसाबले त्यो खालको शिक्षा र त्यो खालको स्वास्थ्य नीति पनि हामीले बनाउनुपर्छ भन्ने अवधारणा पनि हामीले राखेका छौँ। किनकि अहिले जन्मिने बच्चा 18 वर्ष पछाडि 22औं शताब्दी हाँक्ने युवा हो नि त। त्यसैले त्यो युवा कस्तो हुनुपर्छ अहिले छलफल गर्नु छ। र त्यसको लागि उनीहरूको काका पुस्ता भनौँ, उनीहरूको दाइ पुस्ता, उनीहरूको बा पुस्ता, त्यसलाई राम्रोसँग हामीले स्कुलिङ गर्नु छ, राम्रो किसिमले चेतना जगाएर, राम्रो किसिमले जागरण जगाएर उहाँहरूको जुन अब यो कुलतका कुराहरू छन् त्यस विरुद्ध सरकारले नीतिगत रूपमा पनि, हाम्रो प्रहरी प्रशासनले पनि, र त्यतिले मात्रै पुग्दैन। किनकि हाम्रो समाजले, हाम्रा अभिभावकहरूले, हाम्रा सामाजिक संस्थाहरूले, हाम्रा गैर सरकारी सङ्घ संस्थाहरूले, तपाईँ हामी जस्तो मिडियाकर्मीहरूले संयुक्त ढङ्गले त्यस्ता खालका कुलतहरू, त्यस्ता खालका कुरीति कुसंस्कार विरुद्ध सामूहिक हामीले अभियानहरू चलाउनु छ। र हाम्रो जिल्लालाई एउटा खालको स्वस्थ जिल्ला, स्वच्छ जिल्ला, सद्भाव भएको जिल्ला, कुनै पनि कुरीति कुसंस्कृति नभएको जिल्ला, कुनै खालका कुलतहरू नभएको जिल्ला। जस्तै पहिला चाहिँ हामीले एक चरण चाहिँ विभिन्न अभियान थियो नि त, कि खुला दिशामुक्त जिल्ला हैन, बाल विवाह विहीन गाउँपालिका वडा, यस्ता अभियान चले। जस्तै अब हामीले चाहिँ कुलत रहित जिल्ला, कुलत रहित वडा हैन, त्यस्ता खालका चाहिँ लागु औषध सेवन रहित त्यस्ता लागु औषधदेखि लिएर ती कुराहरूलाई दुरुत्साहित गर्ने जिल्ला, दुरुत्साहित गर्ने त्यस्ता कुरालाई उत्साहित नगर्ने त्यस्तो चाहिँ वडा, त्यस्तो गाउँपालिका, त्यस्तो नगरपालिका, यस्ता खालका अभियानहरू पनि चलाउनु पर्ने देखिन्छ। र सँगसँगै जुन अपराधिक रूपमा पनि विभिन्न गतिविधिहरू भइरहेका छन् ती नियन्त्रण गर्न पनि समाज, सरकार सबैको संयुक्त पहल हुनुपर्ने हुन्छ। र कतिपय चाहिँ लागु औषध बेचबिखनका कुराहरू पनि निकै टाढाका सीमा क्षेत्रहरूबाट यहाँसम्म भइरहेको, त्यसले पनि हाम्रो समाज भित्रभित्रै एकदमै अप्ठ्यारोमा परिसकेको हामीले अनुमान गरेका छौँ। त्यस्ता खालको केही तथ्यहरू, त्यस्ता खालको केही प्रमाणहरू, त्यस्ता खालका केही अध्ययनहरू हाम्रा सुरक्षा निकायले पनि गरेका देखिन्छ। त्यो भएको हुनाले अब हामीले त्यो विरुद्धको अभियान पनि चलाउनु छ र हाम्रो जिल्लालाई शान्त बनाउनु छ, कुलत रहित, कुरीति कुसंस्कृति रहित बनाउनु छ। र त्यो अभियानको यात्रा हो मेरो। खालि राजनीतिक रूपमा यो चुनावमा उठ्नु, जित्नु, सांसद हुनु, शासक बन्नु, त्यो मात्र ठुलो कुरो चाहिँ होइन। र यो जागरणको यात्रा हो, यो जारी रहन्छ। हजुर भनेपछि जित होला नहोला त्यो जनताको हातमा छ। भए पनि नभए पनि विकासको बाटोमा अगाडि लैजान आफ्नो सक्ने सहयोग म मेरो आफ्नो यो प्राकृतिक नियम सिद्धान्त भनौँ, प्राकृतिक सिद्धान्तको नियम अनुसार पनि हरेक मान्छे भनौँ, हरेक प्राणी, हरेक जीवित वस्तु मरणशील छ हैन। म आफू पनि अबको 30 कुनै खालको घटना दुर्घटनामा परिएन भने, भुइँचालो वा कोभिडमा परिएन भने, कुनै महामारीमा परिएन भने, सहज जीवनको कुरा गर्दा पनि त अब 30-35 वर्ष होला जस्तो लाग्छ मलाई, मेरो आफ्नो अहिलेको उमेर समूहको हिसाबले। त्यो 30-35 वर्षको समयलाई म सकेसम्म मेरो आफ्नो व्यक्तिगत पारिवारिक जीवनको समय जति म दिन्छु त्यसमा अझ छुट्याएर 24 घन्टा छ भने 8 घन्टा मैले मेरो परिवारलाई, समाजलाई भनौँ, साँगुरो समाजलाई भन्नु पर्यो, पारिवारिक समाजलाई दिन्छु भने बाँकी 16 घन्टा मध्येको मैले निजी रूपमा आराम गर्ने बाहेकको समय म सबै समाजलाई दिने। किनकि अब हामीले त्यो पनि गर्नुपर्ने भएको छ। पूर्ण रूपमा 24 घन्टा म समाजका लागि गर्छु भन्नु पनि त्यो त्यति त्यो हावादारी गफ गफै हो जस्तो लाग्छ। त्यो समुदायकै लागि आफ्नो पेट पत्न पाल्ने त पर्ला। व्यावहारिक जीवनलाई म सरलतापूर्वक, श्रमपूर्वक नियमित दिनुहुन्छ 2-4 घन्टा। तर अब हाम्रो आफ्नो यो जिल्लाको लागि, यो समाजको लागि, किनकि म जुम्लै किन फर्केँ, यो मेरो मातृभूमि हो, यहाँ नै मेरो आफ्नो आवश्यकता छ जस्तो लाग्यो। र अहिले हेरेको चुनावी मैदानमा भएका पात्रहरू भनौँ,
वा अन्य नेताहरू केही आदरणीय नेताहरू हुनुहुन्थ्यो, उहाँहरू पाका पुस्ताको पनि हुनुभयो, केही राजनीतिबाट अलिकति टाढा पनि हुनुभएको छ र उहाँहरू सबैको एक खालको भारी बोक्नुपर्ने मेरो जिम्मेवारीमा आयो जस्तो लाग्यो र आगामी मेरो जीवन स्वयंसेवी तरिकाले यो जिल्लाको लागि बिताउन मन छ, यो जिल्लाको लागि, यो समाजको लागि र विशेष गरी दूरदराजका गाउँ बस्तीको लागि र हाम्रो आफ्नो सहरको पनि, जुन सहर भन्न पनि अलिकति गौरव गर्न गाह्रो अवस्था जस्तो पनि देखियो। त्यसका लागि अब हुने चुनावमा हाम्रा नगरपालिकामा यहाँको जनताले कसलाई मेयर उठाउनुहुन्छ, कसलाई वडा अध्यक्षहरू उठाउनुहुन्छ, उहाँहरूलाई सहयोग गरेर यहाँको व्यवस्थित विकास कस्तो हुनसक्छ, यहाँको अनुशासन कस्तो हुनसक्छ, यी सबै कुराहरूमा पनि सहयोग गर्न र योगदान गर्न मन छ। अब कता कता यो प्रदेश संरचना खारेज हुनुपर्छ भन्ने केही व्यक्तिहरूको विचार पनि छ, यो विषयमा हजुरको मत चाहिँ के छ? मेरो मत के छ भने यो ठुलो त्याग तपस्या बलिदानबाट निर्माण भएको हाम्रो सङ्घीय लोकतान्त्रिक गणतन्त्र भएको हुनाले हाम्रो 7वटा प्रदेशको सङ्घ छ अनि हाम्रो 77वटा एउटा प्रशासनिक जिल्लाहरू छन्, 753वटा हाम्रा स्थानीय तहहरू छन्। यस्तो खालको यो सुन्दर फुलबारी छ। यो फुलबारीका जुन अब गडाहरू भनौँ, ती गडाहरू भत्काउन आवश्यक छैन, एकदम सुन्दर छन्। समाजलाई एउटा हाम्रो नेपाली समाजको भनौँ राम्रो खालको एउटा बगैँचा जस्तो निर्माण भएको छ। यसलाई त्यति धेरै भत्काउनु पर्ने केही आवश्यकता छैन र त्यो आवश्यकता कुनै बेला भयो भने भोलि जन्मसङ्ग्रहमा जानु पर्ला अथवा त्यहाँबाट हामी जनताले चाहे भने त्यो बेला होला। तर अहिले खालि व्यवस्थित नभएको मात्रै हो, व्यवस्थापनको कमजोरी हो। त्यो 7वटा प्रदेश हुनु, 753वटा हाम्रा भनेपछि केपी प्रचण्ड शेरबहादुर केही टाउकाहरू गलत होला आफ्नो ठाउँमा छ, तर व्यवस्था चाहिँ गलत छैन हजुरको विचारमा? कुनै हालतमा पनि विश्वको सबभन्दा उत्कृष्ट व्यवस्था मध्येको एउटा व्यवस्था हामीले निर्माण गरेका छौँ। हाम्रो आफ्नै मौलिक व्यवस्था छ। यो धेरैसँग हाम्रो मिल्दैन पनि होइन। हामीले संसारमा चलिरहेका व्यवस्थाहरूसँग केही कुराहरू सिक्यौँ होला पनि, तर यो हाम्रै आफ्नै मौलिक आन्दोलनबाट, मौलिक जनताका आन्दोलनबाट, जनयुद्धबाट, मधेस आन्दोलनबाट, जाति जनजातिका आन्दोलनबाट, महिला आन्दोलनबाट हाम्रो जुन यो समावेशी समानुपातिक सङ्घीय प्रणाली निर्माण भएको छ, यो एकदमै सुन्दर छ। यसमा खास केही पनि हेरफेर गर्नुपर्ने देखिँदैन। केही निर्वाचन प्रणालीमा हेरफेर गर्नुपर्ने देखिन्छ, जस्तै प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुने हो भने एक खालको समाधान हुने देखिन्छ। प्रदेशमा पनि प्रधानमन्त्री होइन, राष्ट्रपति चाहिँ प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुने हो भने प्रधानमन्त्री चाहिँ काम चलाउ खालको पछि बनाउँदा पनि हुन्छ। यो संसद जुन छ, यो संसद चाहिँ हामीले यो सांसद जितेर गइसके पछाडि मन्त्री हुने अथवा त्यो सांसदहरू मन्त्री हुने चलन छ र मान्छेहरू सांसद भएर गएपछि म मन्त्री हुन्छु भनेर आउने गरेका छन्। त्यो पनि हुनु हुँदैन। सांसदहरूको जिम्मेवारी खालि नीति निर्माणको तहमा मात्रै काम गर्ने, सरकारलाई निगरानी गर्ने, बजेटको लागि बजेट पारित गर्ने, यी 2-3वटा कामहरू जुन त्यो काममा मात्रै सीमित हुने र सांसद भएको मान्छे चाहिँ मन्त्री नहुने, यस्तो खालको पनि हामीले केही संवैधानिक कानुनी व्यवस्था गर्नुपर्ने जस्तो देखिन्छ। त्यो हुने हो भने त्यो संसदले सरकारलाई, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति जो हुनुहुन्छ उहाँलाई समेत त्यो संस्थालाई भनौँ पनि ब्यालेन्स गर्ने, सरकारलाई र संसदलाई पनि सन्तुलन निर्माण गर्ने र अनि अर्को कुरो चाहिँ यदि एकपटक जितिसकेको प्रतिनिधि 5 वर्षसम्म रहने होइन कि त्यो बिचमा यदि कसैले व्यक्तिगत रूपमा गल्ती कमजोरी गर्यो र त्यो पदका लागि अयोग्य भयो भने साधारण कानुनी रूपमा होइन कि राइट टु रिकलको जस्तो त्यस्तो खालको व्यवस्थापन पनि हुनुपर्ने जस्तो देखिन्छ। त्यसैले संविधानमा केही संशोधनको आवश्यकता छ अहिलेको र सँगसँगै फेरि अस्ति जेनजे आन्दोलनले जुन माग गरेको थियो ती कुराहरूलाई पनि हामीले संशोधन गरेर स्पष्ट ढङ्गले संवैधानिक रूपमै संशोधन गर्न आवश्यक छ। त्यो हुन सक्यो भने मात्रै हाम्रो अबको युग चाहिँ अगाडि बढ्न सक्छ। यत्रो समय दिनुभयो, अन्त्यमा केही प्रश्नहरू हजुरको मनमा कता कता सोधिदिएको भए हुन्थ्यो जस्तो लागेको छ भने भन्न सक्नुहुन्छ? मलाई एकदमै पर्याप्त अन्तर्क्रिया गऱ्यौँ हामीले, प्रश्नोत्तर भन्दा पनि अन्तर्क्रिया गर्नु जस्तो लाग्छ। लगभग मिडियाका साथीहरूसँग मैले तपाईँसँग परिचय भएको पनि एकदमै अन्तिम पछिल्लो जस्तो हो र कुरा गर्न पाएको पनि पछिल्लो हो। म तपाईँको दुबो खबरको उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु र म आफूलाई चाहिँ नैतिक रूपमा यहाँ जुम्लाको माटोले मलाई नैतिक रूपमा रोजिसक्यो र नैतिक जिम्मेवारीको भारी बोकाइसक्यो जस्तो लाग्छ। यो जिल्लाको एउटा छोरो सन्तान हुनुको नाताले यो मतको सङ्ख्या 1-2 कम बढीसँग मेरो कुनै सरोकार छैन। को जित्छ, जो साथी जित्छ, जो साथीको 1-2 नम्बर बढी हुन्छ त्यो साथीको लागि मैले मेरा साथीहरूलाई भनेको छु कि टाढा यदि लाली गुराँस फुलेको छ भने लाली गुराँसको माला एउटा हामी बनाइराखौँ। जित्ने साथीलाई म लाली गुराँसको माला लगाइदिनेछु
र म सँगै काठमाडौँ लिएर जानेछु र उहाँलाई आगामी त्यो संसदको अवधिभर म सहयोग गर्नेछु। यदि यदि जनताले जिताउनु भयो 1-2 अङ्क बढी भनौँ, त्यो सम्भावना छ, भित्रभित्रै त्यो खालको आँधीउरी आइसकेको छ, मनोहर सिद्धिताललाई नै जिताउँछु भन्ने सल्लाह भइसकेको छ। त्यो खालको नम्बर पुग्यो र मैले जितेर गएँ भने मेरा अरू 9 जना जुन उम्मेदवार साथीहरू हुनुहुन्छ, उहाँहरूको सपना के छ, उहाँहरूको योजना के छ, उहाँहरूको सङ्कल्पहरू के छन्, ती सङ्कल्पको भारी बोकेर म जानेछु र उहाँहरूलाई सँगसँगै लिएर फेरि कुनै पनि काममा उहाँहरू सबैलाई सँगै लिएर उहाँहरूको समेत अभिमत लिएर आगामी त्यो संसदको अवधिभरमा काम गर्नेछु।